इन्डियन सिंगर्सलाई टक्कर दिने खालका छन् यी 6 चर्चित नेपाली सिंगर्स जसले हिन्दी गीतलाई यति मिठो स्वरमा गाउँछन्। नम्बर 6 सुजन चापागाई। नेपाली संगीतका दार्शनिक र अर्गानिक गायक हुन् सुजन चापागाई। उनी केवल गीत गाउँदैनन्, शब्दको गहिराईमा पुगेर त्यसलाई आफ्नो आत्माबाट महसुस गर्छन्। सुजनले हिन्दी गीत गाउँदा त्यसमा एउटा छुट्टै डिभाइन र क्लासिक मिठास आउँछ। र सुनौ सुजन चापागाईको हिन्दी स्वर। करते हम आज कबूल क्या कीजिए हो गई। नम्बर 5 समीक्षा अधिकारी। छोटो समयमै चर्चाको शिखरमा पुगेकी समीक्षा अधिकारीको स्वरमा एउटा छुट्टै पेन र इमोसन छ। उनले गाएका हिन्दी सङ्घका कभरहरू सामाजिक सञ्जालमा भाइरल हुने गर्छन्। नम्बर 4 रचना रिमाल। रियालिटी शोबाट उदाएकी रचना रिमालको स्वर अत्यन्त स्पष्ट र मिठासपूर्ण छ। उच्च सुर सम्हाल्ने क्षमता र स्थिर आवाजका कारण उनको हिन्दी प्रस्तुति पनि प्रभावशाली सुनिन्छ। रचना रिमालले हिन्दी कभर गीतहरू गाउने गर्छिन्। नम्बर 3 एलिना चौहान। धोकेबाज गीतबाट चर्चामा आएकी एलिना चौहान हिन्दी गीत गाउनमा पनि अगाडि छिन्। पीडा भरिएको आवाजका कारण छोटो समयमै अत्यन्त लोकप्रिय बनेकी एलिना चौहानले हिन्दी गीतहरू गाएर पनि दर्शकको मन जितेकी छिन्। उनको स्वरमा रहेको कच्चा भावनाले हिन्दी गीतहरूलाई जनजीवन्त बनाउँछ। ओला भाला था सीधा साधा था मैं तो नादान था लगी चोट ऐसी मेरे भोले दिल पे। नम्बर 2 प्रमोद खरेल किङ अफ मेलोडी। प्रमोद खरेल हिन्दी गीत गाउनमा पनि निपुण छन्। उनले धेरै कभर हिन्दी गीतहरू गाउँछन्। उनको गायन शैलीले बलिउडका महान गायकहरूको सम्झना दिलाउँछ। कुछ ऐसी लगन इस लम्हे में ए लम्हा। नम्बर 1 अन्जु पन्त। नेपाली सुगम संगीतकी रानी अन्जु पन्तको स्वरको चर्चा शब्दमा गरी साध्य छैन। उनले धेरै अघिदेखि नै हिन्दी गीत र भजनहरूमा आफ्नो जादुमय स्वर दिँदै आएकी छिन्। शास्त्रीय संगीतमा पकड भएकी अन्जुले गाएका बलिउड स्टाइलका गीतहरू सुन्दा कुनै स्थापित भारतीय गायिका भन्दा कम लाग्दैनन्। उनको गायकीमा जुन गहिराई र मिठास छ त्यसले उनलाई यो सूचीको पहिलो नम्बरमा राख्छ। अकेले